सबैजनालाई नमस्कार। बताइदिनु न यो चाहिँ के मेसिन हो, बताइदिनु त। माइक्रोस्कोप मेसिन भन्छ यसलाई। यो माइक्रोस्कोप मेसिनद्वारा चाहिँ यो यहाँ यो यसलाई चाहिँ खासमा यो अहिले राखेको चाहिँ मेसिनकै हो। मेसिनकै हो। त्यसपछि मोबाइल बनाउने काम पनि गरिन्छ हो। यो मेसिनको सहायताले नि मोबाइल बनाउनुको लागि धेरै ठुलो हेल्प हुन्छ। यो बिनाको फेरि अधुरो हो। भनेपछि यो यसको यो भनेपछि यो देखाउनु। त्यहाँ मेसिनको मोबाइलको चाहिँ हाम्रो जस्तो मान्छेको एक्सरे गर्छ, भिडियो एक्सरे गर्छ होइन। त्यसै गरी यो मोबाइलको चाहिँ भिडियो एक्सरे चाहिँ हामीले यहाँबाट गर्छौँ। यो जुन देखिरहनु भएको छ नि ठुलो पर्दामा हो, त्यो मोबाइलको भिडियो एक्सरे नै हो। यहाँ टक्क हेर्नु होला। भिडियो एक्सरे मान्छेलाई सुताएर ट्याक्कसँग भिडियो एक्सरे मेसिनमा भिडियो बनाउँछ नि। पेटमा के खराबी छ, हड्डी सड्डी के छ भन्ने कुरो यो चाहिँ हाम्रो यो मेसिनद्वारा चाहिँ ठ्याक्क हामीले त्यो भिडियो सबै चाहिँ यसरी यहाँनिर हेर्नु पाउँछौँ। भनेपछि जसरी मान्छेलाई भिडियो एक्सरे गर्छ नि, हजुर, त्यसै गरी यो पनि एउटा भिडियो एक्सरे जस्तै हो। यसले पनि भिडियो एक्सरे नै गरे जस्तै हाम्रो त्यहाँनिर ठ्याक्क देखाउँछ। यसरी देखाउँछ। भनेपछि यो चाहिँ जुन दुईटा उयो छ नि हो, तलमाथि यो चाहिँ खासमा के हो त? यो मोबाइलको एउटा अङ्ग हो। मोबाइलभित्रको एउटा अङ्ग हो, पार्ट्स हो। यो चाहिँ मोबाइललाई चलाउनुको लागि यसले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। महत्त्वपूर्ण भनेपछि यो पार्ट्स हो। अनि म तपाईँलाई अर्को चिज सोध्छु है, यो चाहिँ के हो? यो चाहिँ हाम्रो जस्तै अब डक्टरहरूले कुनै मरिजलाई अपरेसन गर्दाखेरिमा त्यहाँनिर टुल्सको प्रयोग गर्छ। यस्तै हामीले मोबाइलको पार्ट्सलाई चेन्ज गर्नुको लागि त्यो अघि देखाउनु भएको टुल्सले हामीले कुनै सामान निकाल्नु परेमा, हाल्नु परेमा त्यही मेसिनद्वारा नै हामीले यो काम गर्छौँ। भनेपछि यो मेसिन हो। यो मेसिन त्यो चाहिँ हट आइरन भन्छ त्यसलाई। भनेपछि यो मेसिनले भनेपछि थुप्रै काम गर्छ। भनेपछि यो वायरिङ गर्ने मेसिन हो। वेल्डिङ गर्ने जस्तो कम्पोनेन्टहरूलाई सोल्डिङ डिसोल्डिङको लागि यो मेसिनको काम आउँछ। यो मेसिनको काम आउँछ। अनि यो चाहिँ खासमा के हो त? यो हो त्यो पनि मेसिनै हो। सेम त्यसैको काम त्यसले पनि गर्छ। त्यो फुल्ली डिजिटल टेक्नोलोजीमा भयो। त्यो अलिक धेरै एमाउन्टको मेसिन हो। यो चाहिँ अलिक थोरै एमाउन्टको मेसिन हो। अब हामीले चाहिँ सिकाउँदै गर्दाखेरिमा मोबाइल बनाउनु जब हामीले सिकाइन्छ नि हो, पहिला सुरुमा सानो मेसिनबाट चाहिँ उहाँलाई सुरु गराउँछौँ र पर्फेक्ट हुँदै जाँदाखेरिमा हामीले चाहिँ यस्तो ठुल्ठुलो मेसिनहरूद्वारा चलाउनु दिएर उसलाई पर्फेक्ट बनाएर यहाँबाट पठाइन्छ। भनेपछि यहाँबाट पठाइन्छ। मोबाइल बनाउनु अन्त ठाउँमा पठाइन्छ। अन्त काम गर्ने योग्य भएर चाहिँ हामीले अन्त पठाइन्छ। दोकान खोल्छ र अन्त काम गर्छ। अन्त चाहिँ कहाँ पठाउने गरे? अन्त चाहिँ जस्तै हाम्रो यो चन्द्रनिगापुर भयो अथवा बागमती भयो, चाहे अरू कुनै ठाउँमा भयो, जहाँबाट डिमान्ड आउँछ त्यो ठाउँमा गएर काम गर्न सकिन्छ। अनि यो चाहिँ के हो? यो चाहिँ के भन्दाखेरिमा हामीले मान्छेको इसिजी गर्छ नि, हो त्यस्तै इसिजी गर्ने मेसिन जस्तो हो। मोबाइलभित्र चाहिँ अब के खराबी छ भनेर चाहिँ यो मेसिनले ठ्याक्क पत्ता लगाइन्छ। भनेपछि यो मेसिनले ठ्याक्कै पत्ता लगाउँछ यो मेसिन। अनि तपाईँलाई मैले थुप्रै चिजहरू देखाएँ होइन? हजुर। यो चाहिँ के हो? त्यो पनि एउटा महत्त्वपूर्ण मेसिन हो। यो अहिले नयाँ आएको टेक्नोलोजीको अनुसारले यो चाहिँ हाम्रो यो मेसिनको नाम चाहिँ हाम्रो लेजर मेसिन हो होइन। यो चाहिँ लेजरको मार्फतले हामीले मोबाइलको एकदम महँगो मोबाइलको जस्तै आइफोन भयो होइन, अब 1 लाख 1.5 लाख 2 लाख 3 लाखको मोबाइलहरू छ भने यो लेजर मेसिन हो। यसमा चाहिँ मात्रै किरणले, यो मेसिनबाट तातो पनि आउँदैन, फेरि
आउँदैन। मात्रै किरण लेजरको माध्यमले हामीले चाहिँ त्यो मदरबोर्डको आइसीहरूलाई हाल्ने काम गर्न सक्छौँ यो मेसिनले। भनेपछि यो मेसिन यो लेजर मेसिन हो। यसबाट चाहिँ हाम्रो ट्रेनिङको हाम्रो विशेष यहाँ सुविधा हो होइन। तपाईँलाई थाहा होला मेरो 2 ठाउँमा सर्भिस सेन्टर छ, ल्याब छ। यहाँबाट ट्रेनिङ गरेर गइसकेपछि यहाँबाट पर्फेक्ट भएर गइसकेपछि यो हाम्रो भाइहरूले चाहिँ वहाँ गएर काम गर्न सक्छ, पैसा कमाउन सक्छ। उहाँको हात यस्तो हुन्छ कि अब पैसा छाप्ने मेसिन बराबर उहाँको हात भइसकेको हुन्छ यहाँबाट सिकेर गइसकेपछि। हजुर यसो हेर्दाखेरि कस्तो छ। अनि यतापट्टि चाहिँ टिभी छ। यो टिभीले चाहिँ के काम हो? यो के काम गर्छ? यो नजिक आएर भन्नुहोस् त। नमस्कार। नमस्ते। ल भन्नुहोस् त के थियो यसको बारेमा? यो चाहिँ ठ्याक्कै यसो हेर्दाखेरि यो चाहिँ के हो त? यो कुनै अथवा कम्प्युटर हो कि कुनै के हो त? यसको यो भन्नुभयो है? हजुर यो हजुर यो चाहिँ हाम्रो यो यहाँ हेर्नु त यस्तो भइरहेछ है। यो चाहिँ हाम्रो मोबाइल बनाउनुको लागि मोबाइलभित्र चाहिँ हाम्रो यहाँ मैले तपाईँलाई देखाएँ है त यो पार्ट्स हुन्छ नि। हजुर यो पार्ट्सको चाहिँ सबै थोक यहाँ हेर्न पाइन्छ। यहाँ हेर्न पाइन्छ। अनि एउटा सानो एउटा भागको चाहिँ यो देखाएको हो। सानो एउटा भागको चाहिँ यो देखाएको। यो भनौँ नि यतिको। हामीले मोबाइल ट्रेनिङ दिँदाखेरिमा मास्टर लेभलको यदि कसैलाई सिक्नु छ भने मास्टर लेभलको अनि यो हाम्रो ठुलो कम्प्युटरबाट चाहिँ हामीले सिकाउँछौँ। कसरी सिकाउनुहुन्छ? अब जस्तो कि यो यहाँ हेर्नु है त यहाँ यसरी यो भिपिएस लेखा छ है। अनि यहाँ सिपियु लेखा छ। भन्दाखेरि पहिला सुरुमा त कसरी सिकाउँछ भन्दै गर्दाखेरि यो एउटा डायग्राम चाहिँ के को हो त? मोबाइलको फोनको कुन सेक्सनको डायग्राम हो है। यो चाहिँ के हो भने जस्तै मान्छेको 365वटा हड्डी भन्छ नि होइन। त्यस्तै गरी हात छ, आँखा छ, नाक छ, मुख छ, कान छ, जिब्रो छ, हरेक अङ्ग छ होइन। मोबाइलको भित्र पनि सबै त्यही छ। त्यो अङ्गभित्र एउटा सानो अङ्गको चाहिँ यो भयो होइन। यसलाई चाहिँ हामीले लाइट सेक्सनको चाहिँ ब्लक डायग्राम स्केमेटिक डायग्राम भन्छ। स्केमेटिक डायग्राम लाइट सेक्सनको। जस्तै तपाईँले कहिलेकाहीँ मोबाइल हेर्दाखेरि त्यहाँ उज्यालो आउँछ नि। हो उज्यालो कहाँबाट आयो भन्दाखेरि चाहिँ हाम्रो मोबाइल सेक्सनमा चाहिँ इन्जिनियरद्वारा यो एउटा चाहिँ डायग्राम बनाएको छ। यो डायग्राम बनाएको छ। यो डायग्राम चाहिँ म त्यहाँ पनि देखाइदिन्छु, तपाईँ त्यहीँ बस्नु होला। यो डायग्राम चाहिँ ठ्याक्क यसरी यहाँ यो यतापट्टि यहाँ हेर्दाखेरि यसरी यत्रो डायग्राम आयो। यो डायग्राम ठ्याक्क हाम्रो यो कम्प्युटरमा देखाउँछ। त्यो चाहिँ मोबाइलको बोर्डको भयो है। अघि देखाएको चाहिँ सेम यही बोर्डको भयो। अब त्यसपछि सर्किट डायग्राममा चाहिँ यसरी हुन्छ। अब यहाँ चाहिँ के हुन्छ भने यहाँ कुनै पनि पार्ट्सको नाम हुँदैन। मान्छेको निधारमा नाम लेखेर हिँड्या हुन्छ त? हुँदैन। नागरिकतामा हुन्छ। सेम त्यही नागरिकतामा भएको नाम जस्तै यो कम्पोनेन्टको नाम चाहिँ यो डायग्राममा हुन्छ। यो डायग्राममा हेरेर चाहिँ हामीले के बुझ्नु पर्यो भने यहाँनिर चाहिँ यति किलो अम्सको रजिस्टर, यति माइक्रोफेराडको क्यापेसिटर, यति नम्बरको आइसी भनेर चाहिँ हामीले यहाँ हेरेर मोबाइलको बोर्डमा चिनेर त्यो फेर्नु सक्नु पर्यो। अब भनेपछि यता हेर्दाखेरि छ्याङ्गे त्यो देख्छ, यता हेर्दाखेरि त्यो पनि छ्याङ्गे देख्छ। अनि एउटा कुरो के हो भन्नु मन लागेको छ भने अब यसको
यसको प्र्याक्टिकल चाहिँ कसरी सिकाउँछ? हो, यसको प्र्याक्टिकल कसरी सिकाउँछ भन्दाखेरिमा हजुर। जस्तै पहिला डक्टरले मान्छेको अपरेसन गर्नु पर्यो भने के गर्छ त ठ्याक्क भिडियो एक्सरे गर्छ हजुर। हैन। हजुर। यो हाम्रो भिडियो एक्सरे बराबर भयो हैन। भयो। यहाँनिर के देखाउँछ त कुन अङ्गले काम गर्नु छोडेको छ। यहाँ एउटा अङ्ग आउँछ। हजुर। यो अङ्गको नम्बर हुन्छ अनि यो सबै यो अङ्गको एउटा नाम हुन्छ, नम्बर हुन्छ। जस्तै यसरी यहाँ मैले यो गोलो लगाएँ नि। हजुर। हो, ठ्याक्क हाम्रो चाहिँ यसमा के देखाए त यहाँ VDD 7.3 भोल्ट भने हैन। हजुर। अब यो अङ्ग भनेको के को लागि हो भन्दाखेरिमा यसले चाहिँ हाम्रो लाइट सेक्सनको काम गरिरहेको हुन्छ। लाइट सेक्सनको। हजुर। मोबाइलमा ठ्याक्क हामीले यसो थिच्नु चाहिँ उज्यालो हुन्छ। त्यो उज्यालो आउनुको लागि यो VDD 7.3 भोल्टको एउटा सप्लाई हुन्छ। यो सप्लाई चाहिँ हाम्रो यो बक कोइलद्वारा गइरहेको छ हैन। यो कोइल भनेको एउटा अङ्ग हो। अङ्ग। अनि यसमा चाहिँ के यो चाहिँ के हो त? हो, यसमा यो पनि सबै त्यस्तै अङ्गै हो। यो पनि एउटा भोल्टेज गइरहेको छ। यो भोल्टेज यहाँ हुँदै यसरी यहाँ आइरहेको छ। यो चाहिँ हाम्रो LCD को कनेक्टर भयो हैन। यो कनेक्टरमा गइसकेपछि यहाँबाट हाम्रो डिस्प्लेमा जान्छ। डिस्प्लेमा गइसकेपछि डिस्प्लेमा उज्यालो लाइट देखाउँछ। अब यो चिज चाहिँ कहाँ छ कस्तो छ भन्दाखेरिमा वहाँनिर चाहिँ हामीले ठ्याक्क यो देखाइरहेका छौँ नि। वहाँ देखायो हामीले एक्सरे गरे बराबर। यहाँ आएर हाम्रो बिल्कुल त्यो मान्छे भित्रको हड्डी कस्तो छ भन्ने कुरो यहाँ चाहिँ देखियो। देखियो घाउ लागेको छ कि घाउ भएको छ कि फोका उठेको छ कि पानी छ कि भनेपछि यहाँ देखिन्छ। मोबाइलको भित्र यो देखिन्छ। यहाँ देखिसकेपछि त्यो नम्बर र यो नम्बर मिल्छ नि हामीले यो पार्ट चेन्ज गरेर त्यो मोबाइल बिग्रेको मोबाइललाई हामीले अब त्यसलाई ठिक गर्न सक्छौँ। ठिक गर्न सक्छौँ। ठिक गर्न सक्छौँ। अनि यो यस्तो हेर्दाखेरि चाहिँ यसमा चाहिँ यो लेख्न मात्रै मिल्ने कि अथवा के हेर्नु मिल्छ? यो त एउटा स्मार्ट कम्प्युटर भने आजको युगमा चाहिँ चलेको डिजिटल। जस्तो पहिला मान्छेले के गर्थ्यो त व्हाइट बोर्ड ब्ल्याक बोर्ड भन्थ्यो हैन। एउटा काठकोमा हुन्थ्यो। अहिले यो त इलेक्ट्रोनिक्स डिभाइस हो। एउटा यो ठुलो यन्त्रै हो। यन्त्रै हो। यसको माध्यमले यो सबै हामीले यहाँ लेख्नु मिल्छ, मेटाउनु मिल्छ। अनि फेरि हरेक डायग्रामहरू बनाउनु पर्छ। यो त फेरि मेरो हातले बनाएको हो। फेरि यो तपाईँले हातले बनाएको। यस्तो धेरै चिजहरू हुन्छ यहाँ हातले बनाएर अनि फेरि पढाउनु पर्छ। अनि यो चाहिँ के हो? यो वायरलेस डिभाइस हो। जस्तै कि अब उहाँबाट हामीले अपरेट गर्नुपर्छ। यहाँबाट तार जोडिरहनु पर्दैन कम्प्युटरमा हामीलाई। हजुर। यो माउस चलाउनलाई तार जोडिरहनु पर्दैन। सिधै अटोमेटिक उतैबाट काम गर्छ। वायरलेस। भनेपछि अटोमेटिक यहीँबाट काम। यो जुन किबोर्ड हेर्नु भएको छ नि यो किबोर्ड यो यहीँबाट काम गर्छ। यतिकै यहाँ केही तार छैन। एकचोटि देखाए कसरी काम गर्छ? अब जस्तै कि अब यो यहाँ थिचिहाल्छ। यो माउस आयो हैन। हजुर। अब यो माउस घुमिरहेछ नि। हजुर। यहाँ केही तार छ त छैन? छैन। अब किबोर्ड पनि त्यसै गरी चल्छ। भन्नुको मतलब कि यो के हो भने यो बोर्डद्वारा धेरै चिजको ट्रेनिङलाई काम दिन्छ। र हामीले पनि मोबाइल तालिमको लागि धेरै राम्रो र सानो सामानहरू पनि कम्पोनेन्टहरू पनि ठुलो देखिने भएको हुनाले ट्रेनिङ लिने मान्छेलाई एकदम सजिलो हुने, आँखाले स्पष्ट देख्ने भएको हुनाले हामीले पनि यसको प्रयोग गरिरहेको हुन्छ। यो चाहिँ ठुल्ठुलो कलेजमा हुन्छ। भनेपछि यो विद्यार्थी पनि कलेजमा नि हुन्छ। के अरे कम्प्युटर त्यो के अरे कम्प्युटर सिकाउने ठाउँमा नि हुन्छ। भनेपछि यो दृश्य देख्दाखेरि तपाईँलाई चाहिँ अब भनेपछि यसको पार्ट्स हेर्दाखेरि फरक तर यसको पार्ट्स हेर्दाखेरि फरक। यो के गरी फरक भन्नुको मतलब हजुर हाम्रो शरीरको एक्सरे गर्छ भिडियो एक्सरे मेसिनले। हजुर हैन। अनि सेम त्यही चिजलाई हामीले शरीरको अङ्ग हेर्दाखेरिमा त्यो नेगेटिभ र त्यो अङ्गमा फरक छ नि। हामीले त कालो हेर्छौँ केही पनि देख्दैनौँ। त्यो चिज त डाक्टरले देख्छ। त्यस्तै यो दुईटा चाहिँ फरक हुन्छ। भनेपछि यो दुईटा चाहिँ सिमका सिम फरक हुन्छ।
यो के हो भनेर देखाएँ सुरुमा, अनि त्यहाँबाट यो के हो भनेर देखाएँ सुरुमा, अनि त्यहाँबाट यो के हो भनेर देखाएँ सुरुमा है, यो पनि के हो भनेर देखाएँ, यो पनि के हो भनेर सबै देखाइसकेपछि मैले लास्टमा यो चाहिँ के अनि यो के हो भनेर सबै सकेपछि मात्रै हजुरले के भन्नुभयो, यसले मोबाइलको काम गर्छ भन्नुभयो। यसले मोबाइलको काम गर्छ, मोबाइल बनाउने काम गर्छ, यसले अब यसले के काम गर्छ भन्दाखेरि त्यो जोड्ने काम गर्छ, अनि त्यहाँबाट यसले चाहिँ के गर्छ भने इसिजी मान्छेको इसिजी गरे जस्तो मोबाइल बनाउनुको लागि त्यसले काम गर्छ, रोग पत्ता लगाउँछ। ओके, यहाँ हाम्रो अरुणजीलाई चाहिँ केही कुराहरू धेरै जस्तो यो भयो होइन, र यो मिसिनहरूको बारेमा धेरै चासो लागेर सोधिदिनु भएकोमा म पनि धेरै खुसी छु, र यसरी चासो राख्ने धेरै कम मान्छे हुन्छ, र यहाँ अरुणजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ चाहिँ हाम्रो अरुणजी हुनुहुन्छ, यहाँ हाम्रो इलेक्ट्रोनिक्स डिभाइसहरूलाई धेरैलाई हेरेर उहाँले प्रतिक्रिया लिनुभयो, यसले के काम गर्छ त्यसले के काम गर्छ भन्नुभयो, र यो चासो लिएकोमा मलाई पनि धेरै खुसी छ। यो चाहिँ हाम्रो श्रेष्ठ इलेक्ट्रोनिक टेक्निकल इन्स्टिच्युटको एउटा ल्याब हो, यसमा चाहिँ धेरै विद्यार्थीहरूले सिक्नु इच्छा हुने भाइहरूले चाहिँ सिकेर यहाँबाट आफ्नो पसल खोल्नु सक्छ, र पसल खोलेर पनि बसेको छ। जस्तै चन्द्रनिगाको कुरा गरौँ, बागमतीको कुरा गरौँ, कतिपय भाइहरू काठमाडौँ गएर सिकेर दोकान खोलेर बसेको छ भने कतिपय आफ्नो पसल नखोल्दाखेरि अरू कसै साथीहरूको पसलमा बसेर पनि काम गरेको छ। र यही विषयमा चाहिँ हाम्रो अरुणजीले चाहिँ आएर आज सबै सामानहरूको बारेमा डिटेलमा सोध्नुभयो, यसमा धेरै खुसी लाग्यो। र यो एउटा ठुलो एउटा स्मार्ट बोर्डको पनि जानकारी उहाँले लिनुभयो, यसले के काम गर्छ कसरी काम गर्छ भन्ने कुराहरू। यो चाहिँ हाम्रो श्रेष्ठ इलेक्ट्रोनिक टेक्निकल इन्स्टिच्युट चन्द्रनिगापुरमा यो पर्दछ, र यो पेसामा चाहिँ आज 22 वर्षभन्दा माथिदेखि चाहिँ म सञ्चालनमा छु, यो गरिरहेको छु। यसमा हाम्रो चाहिँ के छ अर्को भने, यहाँ हाम्रो प्र्याक्टिकल थ्योरी दुवै चिज गराइसकेपछि पनि हामीले चाहिँ हाम्रो 2 ठाउँमा वर्कसप पनि छ, सोरुम पनि छ मोबाइलको, र त्यहाँ गएर राम्रोसँग अझ पनि केही चिज कमी छ भने एक्सपिरियन्सको लागि त्यहाँनिर गएर काम गरेर आफ्नो हातको सफाइ लिनु सक्छ, र डाइरेक्ट आफ्नो पसल खोलेर बस्दाखेरिमा कुनै चिज मिस्टेक हुन्छ भने त्यो चिजलाई आफूले जिम्मेवारी वहन गर्नुपर्छ भने त्यहाँ चाहिँ हामीले उहाँलाई स्टेप बाई स्टेप सिकाएर चाहिँ त्यो मिस्टेक हुनु दिँदैन। त्यसरी चाहिँ हामीले अगाडि बढाउँछौँ। 22 वर्षदेखिको एकै ठाउँमा एउटा श्रेष्ठ इलेक्ट्रोनिक भनेर पसल छ, श्रेष्ठ मोबाइल ट्रेनिङ भनेर, अर्को चपुर मोबाइल सप भनेर छ, र त्यसै गरी यो चाहिँ हाम्रो श्रेष्ठ इलेक्ट्रोनिक टेक्निकल इन्स्टिच्युट हो। र यहाँ सिक्ने इच्छा हुने साथीहरूलाई यो असारको अन्तिम यो असार सुरुवात हुँदैछ, असार महिनाभित्रसम्म चाहिँ हामीले चाहिँ एडमिसनको लागि आह्वान गरेका छौँ, जुन 1.5 लाखको कोर्स हो, यो मास्टर लेभलको कोर्स, जसलाई चाहिँ हामीले 50% डिस्काउन्ट गरेर यो असार मसान्तभित्रको लागि चाहिँ हामीले अफर दिएको छौँ, जुन चाहिँ यो मेरो हातमा चिप लेभलको ट्रेनिङ हुन्छ। यसमा चिप लेभलको, त्यो पनि मास्टर लेभलको क्लास हुन्छ। यो हाम्रोमा सिकिसकेपछि यो होइन कि मोबाइल बनाउनुको लागि मात्रै हामीले सिकाइन्छ, भोलि पढाउनु पनि सकिन्छ, पढाउनु सक्ने क्षमता बनाएर पठाउने हाम्रो कोर्स भएको हुनाले हामीले चाहिँ मास्टर लेभलको कोर्स भनिएको हुन्छ। यो चाहिँ हामीले अरुण भाइलाई स्पष्ट जानकारी दिएको हो, र यो साथसाथै यो भिडियो हेरिरहने भाइहरूलाई पनि एकदम राम्रो सन्देश जाओस् भनेर यो म बताउँदैछु। यतिखेर 1.5 लाखको कोर्स असार मसान्तभित्रसम्मको लागि मात्र 75,000मा हामीले सिकाउनलाई बाध्य हुनेछ। यो सबै हाम्रो 3D सिस्टमबाट मास्टर लेभलको कोर्स हुन्छ, र यसपछि पनि हाम्रो अरुणजीले केही कुराहरू आह्वान गरिदिनुहुन्छ, सिक्ने इच्छा हुने भाइहरूको लागि केही सन्देश भनिदिनु होला भनेर आग्रह गर्छु। धेरै धेरै धन्यवाद। हस्, यदि मोबाइल बनाउन सिक्नुहुन्छ भने हजुरहरूले यहाँ
हजुरहरूले यहाँ देख्नु सक्नुहुनेछ है, यत्रोबाट छ है, सबैले आएर यहाँ तालिम प्राप्त लिनु सक्नुहुनेछ। हजुरहरूले असाधारण मसन्तभित्रमा काम इच्छुक व्यक्तिहरूले चाहिँ काम म गर्छु भनेर आउनुहुन्छ भने तपाईँहरूलाई स्वागत छ होइन। तपाईँहरूले गर्न सक्नुहुन्छ। के गरी मोबाइल बनाउने, कसरी मोबाइल बनाउने, के गरी ट्रेनिङ, कसरी ट्रेडिङ सिकाइन्छ भन्ने कुरो चाहिँ अघि नै हाम्रो दाजुले भनिसक्नु भएको छ होइन। यहाँ मोबाइल बनाउनु सिकाइन्छ, मोबाइल बनाउन सिकाइन्छ, मोबाइल बिगार्न सिकाइँदैन। अथवा मोबाइल बनाउनु म नि सिक्छु भनेर हजुरहरूले भन्न चाहनुहुन्छ भने हजुरहरू आउनु होला, ट्रेनिङ लिनु होला, यहाँको विशेषता के हो भनेर बुझिदिनु होला भन्दै यहाँ हाम्रो अर्जुन भाइले चाहिँ यस श्रेष्ठ इलेक्ट्रोनिक टेक्निकल इन्स्टिच्युटको विशेषता के हो भनेर बुझिदिनु होला भनेर भन्दै हुनुहुन्छ। हाम्रो विशेषता भनेको कुनै पनि हाम्रो बेरोजगारी साथीभाइ मोबाइल सिक्न चाहनुहुन्छ भाइहरूको लागि हामीले आज 22औं वर्षदेखि मोबाइल ट्रेनिङ दिँदै आइरहेको छौँ र विगतमा हामीले ब्ल्याक बोर्ड व्हाइट बोर्ड हुँदै यो स्मार्ट कम्प्युटर बोर्डबाट हामीले ट्रेनिङ दिँदै आउँदैछौँ। यसबाट ट्रेनिङ दिनुको मुख्य उद्देश्य के भने मोबाइल ट्रेनिङ त सबै ठाउँमा दिन्छ, सबैले गराइन्छ, चिप लेभल गराइन्छ, कड लेभल गराइन्छ, तर हामीले चिप लेभलको साथमा डिप नलेजको साथै मास्टर लेभलको कोर्स गराउने भएको हुनाले यो स्मार्ट बोर्डको अत्यन्तै जरुरी पर्न गयो र यसैको कारणले हामीले स्मार्ट बोर्डको प्रयोग गर्दै आइरहेका छौँ र हाम्रो चाहना भनेको के हो भने चिप लेभल भन्दै गर्दाखेरि चिप लेभलमा डिप नलेज भनेको के हो र डिप नलेज लिँदै गर्दाखेरि हामी कुन लेभलमा पुग्छौँ भन्ने कुरो पनि सिक्ने विद्यार्थीहरूलाई थाहा हुनुपर्छ। डिप नलेज भन्दाखेरिमा मास्टर लेभलको कोर्स हो यो। हाम्रो चाहना भनेको मोबाइल बनाउनु मात्रै होइन, मोबाइल त बनाउन सकिन्छ र मोबाइल बनाउन सक्दै गर्दाखेरिमा हाम्रो मास्टर लेभलको कोर्स पनि तयार होस् र जसले गर्दाखेरि भोलि मोबाइल बनाउँदै पढाउन पनि सकुन् भन्ने चाहिँ हाम्रो चाहना हो र यसको लागि हामीले असार मसान्तसम्मको लागि यो 1,50,000 को कोर्स चाहिँ मात्र 75,000 मा हामीले अफर दिएर छुट गरेका छौँ। असार मसान्तसम्ममा इच्छुक हुने भाइहरूको लागि चाहिँ हामीले 75,000 डिस्काउन्ट गरेर मात्र 75,000 मा यो कोर्स गराउँदैछौँ। सम्पर्कको लागि 9841000162 रहेको छ भने चपुर मोबाइल सपमा आएर पनि सम्पर्क गर्न सक्नुहुन्छ। र हाम्रो चाहिँ यस थ्योरी कम्प्लिट भइसक्यो, प्र्याक्टिकल कम्प्लिट भइसक्यो, म 100% अब काम गर्छु सक्छु भन्दै गर्दाखेरि पनि हामीले एक चान्स दिएको हुन्छौँ। मेरो या हाम्रो 2 ठाउँमा सर्भिस ल्याब सोरुम रहेको हुनाले त्यहाँ गएर केही एक्सपिरियन्स अझ बटुलेर चाहिँ आफ्नो सर्भिस सेन्टर खोलुन् भन्न चाहन्छु र त्यसको लागि पनि हामीले चान्स दिएको हुन्छ। यो चाहिँ कहाँ पाइन्छ भने पनि भन्दै हुनुहुन्छ भने यो सुविधा श्रेष्ठ इलेक्ट्रोनिक टेक्निकल इन्स्टिच्युट चन्द्रनिगाहपुरमा मात्र पाइन्छ, जसको चाहिँ 2वटा सर्भिस ल्याब र सोरुम पनि रहेको हुनाले यहाँ हाम्रो सिकिसकेपछि भाइहरूलाई ढुक्क रूपले काम गरेर कस्टमरहरूको काम गरेर देखाएर मन सन्तुष्टि भएर आफ्नो पसल खोल्दाखेरिमा उहाँहरूको मन धेरै हौसलापूर्वक शान्त भएर एउटा पैसा छाप्ने ह्यान्ड स्किल बनिसकेको हुन्छ। उहाँको हात चाहिँ के हुन्छ भने पैसा छाप्ने मेसिन बनिसकेको हुन्छ, जस कारणले गर्दाखेरि मार्केटमा सक्षम हुन्छ। धेरै धेरै धन्यवाद। यदि मोबाइल बनाउन सिक्नुहुन्छ भने हजुरहरूले यहाँ देख्नु सक्नुहुनेछ है, यत्रोबाट छ है, सबैले आएर यहाँ तालिम प्राप्त लिनु सक्नुहुनेछ। हजुरहरूले असाधारण मसन्तभित्रमा काम इच्छुक व्यक्तिहरूले चाहिँ काम म गर्छु भनेर आउनुहुन्छ भने तपाईँहरूलाई स्वागत छ होइन। तपाईँहरूले गर्न सक्नुहुन्छ। के गरी मोबाइल बनाउने, कसरी मोबाइल बनाउने, के गरी ट्रेनिङ, कसरी ट्रेडिङ सिकाइन्छ भन्ने कुरो चाहिँ अघि नै हाम्रो
हाम्रो दाजुले भनिसक्नु भएको छ होइन, यहाँ मोबाइल बनाउनु सिकाइन्छ, मोबाइल बनाउन सिकाइन्छ, मोबाइल बिगार्न सिकाइँदैन। अथवा मोबाइल बनाउनु म नि सिक्छु भनेर हजुरहरूले भन्न चाहनुहुन्छ भने हजुरहरू आउनु होला, ट्रेनिङ लिनु होला, यहाँको विशेषता के हो भनेर बुझिदिनु होला भन्दै म 2 शब्द यो टुङ्ग्याउँछु। हस्त नमस्ते। ओके, धन्यवाद यहाँलाई।